सबैजनालाई धेरै धेरै स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ म अनि मेरो भाइ भएर चाहिँ सोडा बजार जाँदै थियौँ, यहाँदेखि सिमाना पारी इन्डिया। अनि हामी चाहिँ पुलमा पुग्यौँ। यहाँ चेकिङको लागि चाहिँ पुलिसहरू चाहिँ बसिराख्नुहुन्छ कि आजभोलि चाहिँ। अनि पुलमा चाहिँ एउटा साइकलको चाहिँ 30 रुपियाँ भन्दै हुनुहुन्थ्यो। अनि हामीले चाहिँ पैसा तिरेर चाहिँ लाग्यौँ। यहाँ चाहिँ काठको पुल थियो। अनि यो ठाउँमा चाहिँ पहिला चाहिँ यति धेरै नेपालबाट अनि मतलब गाई भैँसीहरू चराउन आउनुहुन्थ्यो होइन। आजभोलि चाहिँ पुरै पारीको मान्छेले तार बेरा लगाएर कब्जा गरेको रहेछ कि होइन। अनि त्यसमा चाहिँ उखुहरू लगाएको रहेछ। हामी चाहिँ थाहा भएन, सिधै यो बाटो आएको तार बेरा लगाएको रहेछ। फेरि माथिबाट साइकल फालेर चाहिँ यसरी आउनु पर्यो हामीले चाहिँ। अनि त्यसपछि यता चाहिँ हामी लाग्यौँ। अनि कति धेरै यो सबै देखेको पछाडिको यो गाईबस्तुहरू चाहिँ पुरै पारीको इन्डियाको मात्र थियो, नेपालको चाहिँ थिएन। अनि हामी जङ्गल पुग्यौँ। यहाँ चाहिँ थोरै जङ्गल पर्छ नि त। अनि हामीले चाहिँ रास्ता भुल्यौँ क्या। हामीले चाहिँ दुईजनाले उस्तै उस्तै गएको बाटो भुलेर फाइनली बल्ल बल्ल बाटोमा चाहिँ निस्कियौँ। अनि बाटो चाहिँ एकदम खत्तम छ फेरि पारी जाने त्यहाँ जङ्गलनिर। अनि फाइनली हामी चाहिँ मेन रोडमा निस्केको थियौँ। अनि त्यसपछि कोही आउँदै हुनुहुन्थ्यो, कोही जाँदै हुनुहुन्थ्यो। हामी चाहिँ पुग्यौँ। अनि त्यसपछि त्यही भाइको चाहिँ साइकल खराब भएको थियो। भाइले चाहिँ त्यही साइकल बनाउँदै थियो। मलाई चाहिँ एकदमै तिर्खा लागेर चाहिँ मैले चाहिँ पानी पिउँदै थिएँ। त्यसपछि हामी लाग्यौँ। हामीले चाहिँ केही सामानहरू लिनु थियो, मतलब कुर्तीहरू सुटहरू लिनु थियो। अनि यहाँ चाहिँ हामीहरू चाहिँ कुर्तीहरू सुटहरू साडीहरू भयो। अनि त्यसपछि चाहिँ मरमसलाको सामानहरू चाहिँ लिन आउँछौँ होइन। अलिकति जे होस् नेपालमा भन्दा चाहिँ अलिकति सस्तो पर्छ। अनि म चाहिँ डाइरेक्ट यो पसलमा गएँ। अनि यस्तो राम्रो राम्रो कपडाहरू लिएर आएको होइन। यस्तो राम्रो राम्रो सुटहरू थियो, साडीहरू थियो। अनि त्यसपछि तिनीहरूले भन्न लागेको थियो कि नेपालमा यो चलेछ, यो लिएर जा भन्दै थियो। अनि मैले भने कि कसरी थाहा पायो भनेको चाहिँ सबै नेपाली ग्राहक आउँछन्, हामीले चाहिँ नेपालको मार्केट त बुझ्नै पर्छ भनेको थियो। कति बाठो थियो है त्यहाँको मान्छेहरू। अनि हामी चाहिँ नास्ता खायौँ। नास्तामा चाहिँ चाउमिन थियो। अनि भाइले चाहिँ चाउमिन नखाने भएर अन्डा खायो। मैले चाहिँ बाबुले यता चाहिँ चप्पल लिएर आइदिएँ, सानो चप्पल। उसले चाहिँ ठुल्ठुलोको चप्पल लगाएर हिँड्छ कि, त्यही भएर। अनि जङ्गलमा आएर चाहिँ एकदम प्यास लागेर चाहिँ मैले चाहिँ फेन्टा खाएँ। यो हेर्नु न कस्तो राम्रो सिन थियो कि। यहाँ यति धेरै गाईबस्तुहरू थियो, चरिरहेका थिए साँझको बेलामा। अनि त्यसपछि हामी यो चाहिँ बालुवा, अघि हामी अर्को बाटो गएको थियौँ, त्यो हुनाले त्यसमा बालुवा थिएन। आउँदाखेरि चाहिँ अर्को बाटो आएको हुनाले हल्का बालुवा थियो। अनि नदीको किनारै किनार बनाएको रहेछ कि बाटो चाहिँ, नयाँ बाटो। उता चाहिँ तार बेला लगाएर। अनि हामी चाहिँ फाइनली पुल पुग्यौँ, नेपाल पुग्यौँ। त्यसपछि चाहिँ हामीले पानी खायौँ। यो चाहिँ साँझ पुग्दा पुग्दा चाहिँ हाम्रो 5 बजिसकेको थियो। कस्तो राम्रो देखेको छ हेर्नु न भ्यू। अनि हामी चाहिँ लाग्यौँ। थ्याङ्क यू फर वाचिङ गाइज, बाई।